पछिल्लो समय नेपाली राजनीतिमा बालेन शाह र रवि लामिछानेको चर्चा जताततै छ। सामाजिक सञ्जालदेखि चिया पसलसम्म धेरैलाई लाग्छ उहाँहरू एक भएर अघि बढे देशकै मुहार फेरिन्छ। तर के यो आशा, यो सपना यथार्थमा बदलिएला त? के उहाँहरूको सहकार्य साँच्चै सम्भव छ? आज हामी यही प्रश्नको गहिराईमा पुगेर सम्भावना, चुनौती र वास्तविकताको विश्लेषण गर्नेछौँ। आजको हाम्रो विश्लेषणमा हामी सुरुमा त्यो आशाको कुरा गर्नेछौँ जहाँ हामी जनताले के अपेक्षा गरेका छन् भनेर बुझ्नेछौँ। त्यसपछि हामी उहाँहरूको काम गर्ने तरिकामा रहेको फरक र भविष्यमा आउन सक्ने चुनौतीहरूलाई केलाउनेछौँ। र अन्त्यमा व्यक्तिभन्दा माथि उठेर प्रणालीगत परिवर्तनको वास्तविक बाटो के हो त भन्ने निष्कर्षमा पुग्नेछौँ। यो प्रश्न आज हरेक सचेत नेपालीको मनमा छ। यी दुई नयाँ राजनीतिक शक्तिले के साँच्चै नै देशको भविष्य बदल्न सक्लान्? यही एउटा प्रश्नले आज नेपालको राजनीतिक बहसमा एउटा नयाँ तरङ्ग ल्याइदिएको छ। अब हेरौँ, यी दुई पात्र राजनीतिको दुई फरक ध्रुव जस्तै देखिन्छन्। एकातिर हुनुहुन्छ बालेन शाह, जो परिणाममा विश्वास गर्नुहुन्छ, प्राविधिक ज्ञानलाई प्राथमिकता दिनुहुन्छ र दलीय राजनीतिबाट आफूलाई टाढा राख्ने एक स्वतन्त्र मेयर हुनुहुन्छ। अनि अर्कोतिर हुनुहुन्छ रवि लामिछाने, जोसँग भ्रष्टाचार विरोधी नाराको जगमा बनेको ठूलो जनलहर छ र उहाँ एउटा राष्ट्रिय पार्टीको नेतृत्व गर्दै संसदीय राजनीतिमा होमिनु भएको छ। तर यति धेरै फरक हुँदाहुँदै पनि किन लाखौं मानिस यी दुई नेता एकै ठाउँमा उभिएको हेर्न चाहन्छन्? यो एकताको चाहना पछाडिको मनोविज्ञान के होला? आउनुहोस् यसका कारणहरू खोजौँ। कुरा के हो भने धेरै नेपालीका लागि उहाँहरू दुईजनाको सहकार्य भनेको केवल एउटा राजनैतिक गठबन्धन मात्रै होइन। यो त वर्षौंदेखिको पुरानो राजनैतिक शक्ति, पुरानो शैली र असफलताबाट मुक्तिको प्रतीक हो। यो एउटा शक्तिशाली आशा हो जसले आम मानिसलाई भावनात्मक रूपमा जोडेको छ। यो एकताको आशाभित्र एउटा सुन्दर नेपालको परिकल्पना लुकेको छ, जहाँ राजनीति फोहोर होइन, सफा हुन्छ, जहाँ पुराना दलहरूको दबदबा सकिन्छ र जहाँ युवाहरूले ल्याएको सुधार र काम गरेर देखाउने नेतृत्वले देशलाई अगाडि बढाउँछ। हो, यही साझा सपनाले गर्दा उहाँहरू एक हुनुपर्छ भन्ने अपेक्षा यति बलियो भएको हो। तर आशाको दियो जति चम्किलो छ नि, वास्तविकताको हावा पनि त्यति नै बलियो छ। सहकार्यको यो बाटोमा सबैभन्दा ठूलो चट्टान बनेर उभिएको छ उहाँहरूको काम गर्ने एकदमै फरक शैली र आधारभूत राजनीतिक दृष्टिकोण। उहाँहरूको कार्यशैली बीचको भिन्नता आकाश जमिन जत्तिकै छ। बालेन एक स्वतन्त्र मेयरको रूपमा दलीय राजनीतिको झन्झटबाट मुक्त हुनुहुन्छ र सम्झौताभन्दा पनि सिधै काम गर्नमा जोड दिनुहुन्छ। तर रवि लामिछाने एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ, जसको लागि संसदमा टिक्न र प्रभावकारी हुन गठबन्धन र राजनीतिक सम्झौताहरू अनिवार्य हुन्छन्। हो, ठ्याक्कै यही नै उहाँहरूको बाटो फरक हुन पुग्छ। यो एउटा भनाइले उहाँहरूको राजनीतिक यथार्थलाई छर्लङ्ग पार्छ। एउटा मेयरको लागि जे कुराले काम गर्छ त्यो राष्ट्रिय राजनीतिमा सधैँ काम नगर्न सक्छ। काठमाडौँको सडकमा डोजर चलाउनु र सिंहदरबारभित्र राजनीतिक सहमति जुटाउनु बिल्कुलै फरक कुरा हुन्, होइन र? त्यसो भए यी सबै भिन्नता र चुनौतीहरूलाई हेर्दा उहाँहरूको सहकार्यको भविष्य कस्तो देखिन्छ त? आउनुहोस् तीनवटा सम्भावित परिदृश्यहरूको विश्लेषण गरौँ। यो त $1 मिलियन प्रश्न भयो र यसको जवाफ हो वा होइन जति सजिलो छैन, किनकि नेपाली राजनीति निकै जटिल छ। भविष्यमा तीनवटा बाटा देखिन्छन्। पहिलो र सबैभन्दा सम्भावित बाटो हो रणनीतिक सहयोग, अर्थात् केही खास मुद्दाहरूमा एकअर्कालाई बाहिरबाट सघाउने तर औपचारिक गठबन्धन नगर्ने। दोस्रो बाटो हो रणनीतिक गठबन्धन, जसका लागि गहिरो विश्वास र साझा दृष्टिकोण चाहिन्छ, जुन अहिलेको अवस्थामा निकै कठिन देखिन्छ। र तेस्रो, यदि प्रणालीको दबावले उहाँहरूलाई फरक दिशामा धकिल्यो भने बिस्तारै आफ्नो बाटो लाग्ने सम्भावना पनि उत्तिकै छ। अब अलिकति फराकिलो दृष्टिकोणबाट हेरौँ, किनकि यो कथा केवल बालेन र रविको मात्र होइन, यो त व्यक्ति विरुद्ध प्रणालीको लडाईँको कथा हो। हामी नेताहरूलाई पानीमा तैरिरहेको बरफको टुप्पो जस्तै देख्छौँ, तर वास्तविक समस्या त सतहमुनि लुकेको त्यो विशाल, जटिल र जर्जर प्रणाली हो। त्यसैले समस्याको जड व्यक्तिमा होइन, प्रणालीमा छ। साँच्चै देश बदल्ने हो भने बलियो र स्वतन्त्र संस्थाहरू चाहिन्छ, जवाफदेही कर्मचारी तन्त्र चाहिन्छ, सबैलाई बराबर लाग्ने कानुनको शासन चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण राजनीतिक संस्कृति नै बदल्नुपर्छ। यो विशाल काम कुनै एक वा दुई सुपरहिरो नेताले मात्रै गर्न सक्दैनन्। यो कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन।
जबसम्म देश चलाउने प्रणाली नै बिग्रेको छ तबसम्म जतिसुकै असल र इमान्दार नेता आए पनि अन्ततः उनीहरू त्यही प्रणालीमा अल्झिएर असफल हुन्छन्। त्यसो भए यति सबै विश्लेषणपछि हामीले बुझ्नुपर्ने कुरा के हो त? परिवर्तनको वास्तविक बाटो के हो? आउनुहोस् अब निष्कर्षतिर लागौं। यो स्लाइडले पुरै विश्लेषणको सार बताउँछ। के सहकार्य सम्भव छ? हो, सम्भव छ। तर के यो स्थायी हुन्छ? त्यसको कुनै ग्यारेन्टी छैन। र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के दुई व्यक्तिले मात्र देश बचाउन सक्छन्? यो सोच्नु नै गलत हो। उहाँहरूको सहकार्य होस् वा नहोस्, उहाँहरूको सबैभन्दा ठूलो योगदान भनेको जनताको अपेक्षाको स्तरलाई माथि उठाउनु हो। उहाँहरूले देखाइदिनु भएको छ कि राजनीतिमा काम गर्न, प्रश्न गर्न र जवाफदेही हुन सकिन्छ। यही नै उहाँहरूले स्थापित गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण नयाँ मानक हो। र यो नै हाम्रो विश्लेषणको मुख्य सन्देश हो। आशा राख्नु एकदमै जायज छ, तर कुनै व्यक्तिमाथि आँखा चिम्लेर विश्वास गर्नु जोखिमपूर्ण हुन्छ। वास्तविक परिवर्तनको लागि हामीले व्यक्तिलाई होइन, उनीहरूले बोकेका विचार, बलियो संस्था र जवाबदेहिता सुनिश्चित गर्ने प्रणालीलाई समर्थन गर्नुपर्छ। र अन्त्यमा यो एउटा प्रश्न सोच्नको लागि छोड्न चाहन्छु। यदि एक वा दुई नेता मात्रै समाधान होइनन् भने वास्तविक र दिगो राजनीतिक परिवर्तनको लागि हामी सबै नागरिकको भूमिका चाहिँ के हुन सक्छ?